हेलो साथीहरू, आज हामी कहाँ जाँदैछौँ हेर्नु है त। गाडीमा चढेर हिँड्दैछौँ। गाडीमा झरेपछि त्यहाँबाट फेरि थोरै हिँड्दै हामी आइपुग्यौँ मेरो नानुको स्कुल बनगाईमा रहेको सिटी मन्टेश्वरीमा। आज म्यामले रिजल्ट राखिदिनु भएको छ फर्स्ट टर्मको 1-3 क्लासको। अनि हामी यहाँ रिजल्ट हेर्ने तयारीमा छौँ। डर लागिरहेछ नानीलाई बिचरा। अब कति दिन भयो थियो स्कुल नगएको, स्कुल छुट्याइरहेको थिएँ नि सन्चो नभएर। त्यही पनि के हुने भइरह्यो होला नि त बिचरा नानीलाई। अनि ठिकै गरिरहेछिन्, 5th सम्म आइपुगेछिन्। रिजल्ट हेरियो, म्यामले टिका सिका लगाइदिनु भयो। बधाई छ छोरीलाई। अनि यता फोटोसोटो पनि लिनुभयो। त्यसपछि हामी यहाँ सकेर हाम्रो म्यामसँग गयौँ। प्रिन्सिपल म्याम ललिता छेत्री। नानीको 3 महिनाको फी बुझाउन थियो। फी बुझाएर म्यामसितबाट त्यहाँ बिदा भएर त्यसपछि हामी फेरि घर फर्किन्छौँ। यहाँ घर फर्काउँदाखेरि जाँदाखेरि नानीको साथीहरू छुटिसकेको थिए। अनि हामी थोरै ढिलो गर्थ्यौँ। हाम्रो घर फेरि खाना ढिलो हुने नि त। अनि त्यही भएर हामी एक्लै गर्थ्यौँ। जाँदाखेरि आउँदा चाहिँ साथी भेट्यौँ। पर्खिनु है भनेको थियौँ, पर्खिनु भयो बाटामा। अनि हिँड्दै आएर नानीको साथी, नानीको फेरि बेस्ट फ्रेन्ड हो के यो बाबु। अनि नानीको बेस्ट फ्रेन्ड भएपछि हामी मम्मी पनि बेस्ट फ्रेन्ड भइहाल्यो के। छोराछोरीले गर्दाखेरि हामीलाई पनि मिलाहान, हामी पनि बेस्ट फ्रेन्ड भयौँ। अनि गाडीमा बसेर आइयो।